साथीहरु आज चाहिँ मैले हकिन्सको कन्टोरा ब्ल्याक मगाएको छु प्रेसर कुकर। यो चाहिँ स्टेनलेस स्टिलको रहेछ, लिड चाहिँ बहुत राम्रो हुने रहेछ यो कुकर चाहिँ। अब तपाईहरुलाई खोलेर देखाउँछु। देख्न सक्नुहुन्छ कस्तो आएछ भनेर। तपाईहरुले पनि मगाउनुहोस्। यसको लिड चाहिँ स्टेनलेस स्टिलको रहेछ। हेर्नुहोस् यति राम्रो छ, चिटिक्कै परेको। मलाई चाहिँ साह्रै मन पर्यो। पनि यस्तो राम्रो लाग्यो मलाई चाहिँ। यसमा चाहिँ अमेजन देखि मगाउँदा चाहिँ अलिक प्राइस पनि कम्ती हुने रहेछ र फ्लिपकार्टहरुमा चाहिँ महँगो पर्यो। त्यही भनेर चाहिँ मैले चाहिँ अमेजन देखि मगाएर लिएर आएको छु। त यसको प्राइस चाहिँ म अहिले एक्ज्याक्ट त भन्दिन, तर 2000 चाहिँ पार भएको छ यसको प्राइस चाहिँ। तपाईहरुले पनि मगाउनुहोस् होला। ल मेरो च्यानललाई सपोर्ट गर्दै गर्नुहोस्। धन्यवाद।